एक गिलास पानी एक तर्फ राखिएछ, अर्को गिलास पानी एक तर्फ राखिएछ। तो एक गिलास पानीलाई बेसरी गाली गरिएछ, धेरै गाली गरिएछ कि एक गिलास पानीलाई चाहिँ। अर्को गिलासको पानीलाई चाहिँ खूब माया गरिएछ। तिमी मेरो हो, तिमीलाई म पिउँछु, तिमीले मलाई स्वस्थ बनाइदेऊ, खूब प्रेमले उसलाई बोलिएछ। र दुवै पानीका लवणहरूलाई कस्तो प्रकारको बन्यो त भनेर जाँच्दा जुनलाई चाहिँ धेरै प्रेम गरेर बोलाइएको थियो त्यो चाहिँ शरीरलाई अत्यन्त स्वस्थकर पानी बन्न पुगेछ। त्यस्तै हाम्रो मान्छेको शरीरमा 70% पानी नै हुन्छ। र यो हाम्रो शरीरलाई हामी प्रतिदिन म तिमीलाई माया गर्छु, तिमी छौ र म छु, यो शरीरलाई खूब प्रेम गर्नु, यसले हजुरलाई पोजिटिभ भाइब्रेसन दिन्छ, सकारात्मक ऊर्जा। जर्मनीमा एउटा कैदीलाई अन्तिम इच्छा सोधिएछ, बाबु तिमी कसरी मर्न चाहन्छौ भनेर। उनले भनेछन् मलाई सर्पले डसाएर मार्नु, अन्तिम इच्छा मेरो यही छ। त्यसो भए सर्प त छैन, 2 दिनपछि खोजेर ल्याउँछु है भनेर समय 2 दिनको राखिएछ। 2 दिनपछि सर्प भेटिएन, के गरे मार्ने त आँखामा पट्टी लगाएर एउटा सानो पिन ल्याएर औँलामा यसो छुवाएर तिमीलाई सर्पले डस्यो भनेको फट्टै मृत्यु भएछ। अचम्ममा परे, किनकि उनलाई सर्पले डसाएकै थिएन, कसरी मरे त यिनी। त्यसपछि उनको रगत जाँच गर्न लग्यो, जाँदा त शरीरमा विषै विष छ। त विष कसरी पैदा भयो? प्रतिदिनको हाम्रो सोचले। उनले यति धेरै नकारात्मक सोचे, यति धेरै नकारात्मक सोचे कि मलाई सर्पले डस्छ, मलाई विष लाग्छ, त्यसपछि म मर्छु। हामी पनि नि एकछिन एकान्तमा बस्यो भने नि यो दिमागले धेरै पोजिटिभ भन्दा नेगेटिभतिर दिमाग जान्छ। हजुर 1 घण्टा एक्लै बस्नु त, 1 घण्टा अगाडि हाँस्दै गरेको अनुहार 1 घण्टा पछि रुन थाल्छ आफै। केही गर्नु पर्दैन, मनले आफै लिएर जान्छ। त्यही भएर म अनुरोध के गर्छु, जब जब एक्लै बन्नुहुन्छ नि यस्तै योग अभ्यास गर्नु। जब जब एक्लै बन्नुहुन्छ खुब खुलेर हाँस्नु, जोडले। उतेले परको मान्छेले के भन्छ होइन, मैले मेरो लागि जिउनुपर्छ पहिला। खुब जोडले हाँस्नु, ठुलो बाजा बजाएर खुब प्रेमले भजन गन्काएर नाच्नु, आनन्द लिनु।